आज बाबाले कति आफ्नो मात्रै भिडियो हाल्छस्, कहिलेकाहीँ त हाम्रो भिडियो पनि हाल्ने गर्न भन्नुभयो के, त्यही भएर मैले आज बाबाले रोटी बनाएको भिडियो बनाएर हाल्दैछु है। हाम्रो बाबा फेरि रोटी बनाउने एकदम एक्सपर्ट हुनुहुन्छ के। रोटीसँग हाम्रो घरमा प्राय खाने भनेकै मासु हो के। मासुसँग यो रोटी त फेरि यति मिठो हुन्छ कि मलाई मेरो त फेभरेटै हो के। मेरो आजको दिनको सुरुवात पनि यही घाँस काटेरै हुने भयो के। सधैँ घाँस काट्दा काट्दा वाक्कै भइसक्यो, अरू कसैले काट्नै खोज्दैनन् यो घाँस। पानी परेर चिसो भएर होला आजको घाँस चाहिँ अलिक गरुङ्गै थियो के। आज चाहिँ घरमा बाबाले रोटी बनाउने काम पाउनु भएछ के। रोटी बनाउन चाहिँ हाम्रो बाबा एकदम एक्सपर्ट हुनुहुन्छ। रोटी बेल्ने एकदम राम्रो कला छ के बाबासँग। एकचोटि पिठो लगाएर बेलेपछि उल्टो सुल्टो गरेर फर्काउनै पर्दैन के, एकैचोटिमा सर्र गोलो बनाएर बेल्नुहुन्छ के। ल हेर्नुहोस् त, रोटी बेल्ने मात्रै होइन फुलाउन पनि एकदमै सिपालु हुनुहुन्छ के। त्यही भएर घरमा सधैँ रोटी बनाउने काम बाबाले नै पाउनुहुन्छ। हाम्रो घरमा प्राय रोटीसँग खाने भनेकै यही मासु नै हो, त्यही भएर सबैले मासु नै रुचाउँछन् के रोटीसँग। सबैजना मिलेर झ्याम झ्याम खाइरहेको थियौँ। उता मम्मीलाई फेरि खानामा भन्दा बढी गेममै ध्यान छ के, अनि मैले पनि मासु अगाडि राखेर झ्याम झ्याम खाना थालेँ। खाना खाँदा अलि ढिलो भएछ, केटाहरू फेरि अगाडि बल खेलिरहेछन्, मलाई त नम्बर गर्न लगाइदिए कि आज म अलि ढिलो भएछु। त्यसपछि केटाहरू झ्याम झ्याम खेलिरहेको थिएँ, म चाहिँ नम्बर गर्दै बसिरहेको। न जाली छ न डोरी छ, केमा खेलेछन् भन्नुभयो होला। यहाँ चाहिँ हाम्रो खेलाडीहरूले मात्रै देख्ने खालको जाली छ के।